राष्ट्रिय युवा संसदको लागि तयार रहेको छु र आउने दिनहरूमा युवाको हितमा युवाको आवाजलाई बुलन्द गर्ने उद्देश्यका साथ झापा क्षेत्र नम्बर 1 बाट मैले उम्मेदवारी दिएको छु र तपाईहरुले मलाई विजय गराउनु हुनेछ भन्ने विश्वासका साथ म अग्रसर भएको छु र मैले अहिलेसम्म गरेका सामाजिक काम र कार्यहरूको मूल्याङ्कन गर्ने दिनहरू पनि आउँदै गरेको छ र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यस कार्यक्रमले हामीलाई थप सफलता प्राप्त गर्नको लागि मद्दत गर्नेछ भन्दै आउँदै दिनहरूमा क्षेत्र नम्बर 1 क्षेत्र नम्बर 2 का जनताहरूलाई समग्र रूपमा मैले सपोर्ट साथ सहयोग समन्वय गर्नेछु निरन्तर रूपमा मैले गर्नुपर्ने ठाउँमा र अब आउने यस निर्वाचनमा मलाई पनि साथ सहयोग गरी युवाहरूको क्षेत्रमा युवाहरूको बोलीलाई सरकार समक्ष युवाहरूको नीतिलाई सरकार समक्ष पेश गर्नको लागि मलाई राष्ट्रिय युवा संसदले मलाई छनौट गरेको छ। यसको लागि म हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। आउने दिनहरूमा सधैँभरि यसरी नै साथ सहयोग समन्वय रहनेछ र विभिन्न शिविरहरू पनि सञ्चालन गर्दैछौँ। अहिले पनि रोङ गाउँपालिकामा, त्यसैगरी मेची नगर, बुद्ध शान्ति, त्यसैगरी विभिन्न पालिकाहरूमा पनि कार्यक्रमहरू दिनदिनै भइरहेको छ। युवाको क्षेत्रहरूमा युवा स्वरोजगारको कार्यक्रमहरू, पब्लिक स्पिकिङको स्वास्थ्य शिविरहरू, यस्ता कार्यक्रमहरू दिनै पछि हप्तै पछि भइरहेको युवा भनेको देशको कर्णधार हुन्। युवा बिना यहाँ केही गर्न असम्भव छ, किनकि युवा पुस्तामाथि नै जुन विभेदहरू भएको छ त्यसको लागि अन्त्य गर्नको लागि महत्त्वपूर्ण भूमिका खेल्ने भने दिनदिनै भएको युवा पुस्तामाथि यस विभेदहरू अन्त्य गर्नको लागि अत्यन्तै आवश्यकता छ, जुन नेपाल सरकारले पनि बुझ्न अत्यन्तै आवश्यकता छ। युवाहरूको इच्छा चाहना अनुसार देश चलाउन सक्नु पनि एउटा आवश्यकता छ भन्न चाहन्छु र साथसाथै मैले गर्नुपर्ने विभिन्न क्षेत्रका युवाहरूलाई समेटेर जाने मेरो पूर्ण रूपमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र समग्र युवाको हितमा मेरो ध्यान केन्द्रित रहनेछ र मेरो यस कार्यकाल 2 वर्षको हुनेछ र आगामी निर्वाचनको मिति 2082